जय श्री मुक्तिनाथ। समादरणीय श्रद्धालु भक्तजनहरूप्रति सादर अभिवादन। हामी अहिले पञ्चमहालक्ष्मी मन्दिर श्रीपीठ श्रीवनधाममा अवस्थित श्री पञ्चमहालक्ष्मी माता एवं मुक्तिनाथ भगवानको दर्शन गरिरहेका छौँ। यस श्री मन्दिरमा महालक्ष्मी, सम्पलक्ष्मी, भोगलक्ष्मी, ज्ञानलक्ष्मी अनि मोक्षलक्ष्मी सहित श्री मुक्तिनाथ भगवान विराजमान भइबक्सन्छ। यो देवभूमि श्री नेपालको मात्रै नभएर विश्वकै एकमात्र श्रीपीठ श्रीवनधाम हो, जहाँ 5 रूपमा महालक्ष्मी माता सहित मुक्तिनाथ भगवान विराजमान भइबक्सेको छ। यो मन्दिर चाँगुनारायण नगरपालिका वडा नम्बर 5 छायाबस्ती श्रीवनधाममा हामीले दर्शन गर्न सक्दछौँ। यहाँ आउनुहुने सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई एउटा खुसीको समाचार लिएर हामी उपस्थित भएका छौँ। अब आउँदो ज्येष्ठ 3 गतेदेखि असार 1 गतेसम्म अधिक मास अवधिभरि यहाँ विशेष अनुष्ठान पूजा आराधना पुरुषोत्तम भगवानको हुन गइरहेको छ। उक्त पूजा आराधनामा मालपुवा भोग, भगवत अनुष्ठान र पूजा आराधना गराउने इच्छुक महानुभावहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी आउँदो ज्येष्ठ 10 गतेदेखि 14 गतेसम्म श्री पञ्चमहालक्ष्मी समेत मुक्तिनाथ भगवानको 15औं वार्षिक ब्रह्मोत्सव हुन गइरहेको छ। उक्त उत्सवमा यहाँहरू सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर निमन्त्रणा गर्दै यहाँहरू अवश्य यो भव्य दिव्य विशाल यो ब्रह्मोत्सवमा आएर सहभागी भएर पुण्यको लाभ लिनु हुनको लागि पनि हार्दिक निमन्त्रणा गर्दछौँ। पञ्चमहालक्ष्मी मन्दिर परिसरमा धेरै दर्शनीय स्थानहरू छन्, जसमध्ये गौशाला छ, जहाँ लोकल वैदिक गाईहरूको संरक्षण भइरहेको छ। त्यसै गरी अगाडिपट्टि पुष्करिणी कमल पोखरी बनेको छ। त्यो पोखरीमा सुदर्शन भगवान, नारसिंह भगवानको अहिले स्थापना भएको छ। त्यहाँ पनि हामीले दर्शन पूजा आराधना गर्न सक्छौँ। र त्यसै गरी रामानुज स्वामीजीको गोपुरम दक्षिणात्य शैलीमा बनेको यो श्री मन्दिरको पनि दर्शन गर्न सक्छौँ र शीशमहल र गुफाको दर्शन गर्न सक्छौँ। पारिपट्टि रहेको नेपाल